छोरा मान्छेको नि सबभन्दा ठुलो गल्ती चाहिँ के हो भन्दाखेरि चाहिँ मैले देखेको अनुसार चाहिँ छोरा मान्छेहरू चाहिँ एकदमै खट्छन् हैन। उनीहरूको घरको एकदमै ठुलो बलियो खाम्बा भएर खट्छ है। उनीहरूले परिवारको हरेक सदस्यलाई है हर खुसी त्यो दिन चाहन्छ जो उनीहरूले पाएनन्, या त उनीहरूले त्यो आफूले कमाएको पैसाको पनि है आफूलाई भुक्तान नगरी है परिवारको लागि खुसीको लागि भन्दै उनीहरू हिँड्छन्। तर छोरा मान्छेहरू पनि त के हो, मान्छे नै त हो है। अनि उनीहरू पनि अब दिन बदिन अगाडि बढ्दै गरेको दुनियाँमा चाहिँ उनीहरू पनि थुप्रै प्रब्लमहरूसँग जुझिरहेको हुन्छ क्या। अनि छोरा मान्छेहरू चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ जस्तै ठुलो प्रब्लम आइपरे पनि है, जस्तै ठुलो समस्या आइपरे पनि म कसैलाई बताउँदिनँ है। अब साथीभाइसँग सेयर गरेँ भने त कुनी, तर म आफ्नो परिवारमा चाहिँ बताउँदिनँ, किनकि मैले जुन चाहिँ दुःखहरू पाइरहेको छु है त्यो मेरो परिवारले नपाओस्, उनीहरूले मेरो दुःख नदेखोस् भन्ने चाहन्छ है। अब हुनु त एक प्रकारले अरूलाई आफ्नो दुःख देखाएको त राम्रो त होइन है, तर यसको चाहिँ गलत युज हुँदो रहेछ है, मिसअन्डरस्ट्यान्डिङ हुँदो रहेछ क्या। अब छोराले आफ्नो दुःखहरू पिरहरू बताएन भने चाहिँ त्यसको थुप्रै अर्थहरू निस्किँदो रहेछ है। अनि परिवारमा पनि थुप्रै कुराहरू देख्नुभएको होला तपाईँहरूले है, जब एकदम नर्मली चल्दै गरेको हुन्छ है, तर अब बिचमा कतिवटा प्रब्लमहरू आइसकेपछि चाहिँ त्यो छोरा मान्छे चाहिँ है प्रब्लमसँग भित्रभित्रै डिल गर्दै गरेको हुन्छ है। उनीहरूले बताउँदैन अनि उनीहरूको एटिट्युड चेन्ज हुन्छ, कसैसँग बोल्नु मन पर्दैन, कसैलाई आफ्नो केही बताउनु मन पर्दैन। त्यहाँदेखि चाहिँ त्यो कुराको चाहिँ मिसअन्डरस्ट्यान्डिङ हुन्छ है। अनि चाहिँ टोन्ट मार्नु थाल्छ क्या, घरको मान्छेले पनि टोन्ट मार्नु थाल्छ, बुढीले पनि टोन्ट मार्नु थाल्छ। अनि त्यो चाहिँ एकदमै गलत हो है। आफ्नो प्रब्लम चाहिँ आफ्नो परिवारसँग आफ्नो फ्यामिलीसँग सेयर गर्नुभयो भने चाहिँ तपाईँहरू पनि धेरै कुराबाट चाहिँ बाँच्नुहुन्छ। बेशक उनीहरूले आर्थिक अवस्था पुर्याउनु नसक्ला, तर पनि जुन चाहिँ इमोसनल सपोर्ट चाहिन्छ है, छोरा मान्छे पनि त मान्छे नै हो है, उनीहरूलाई त्यो कुरामा चाहिँ परिवारले पनि सपोर्ट गर्छ जस्तो चाहिँ मलाई लाग्छ है। एक्लै चाहिँ सफर गर्नु हुँदैन, त्यही भएर त कतिजनाले त्यो सफरमा हार्छ नि है, हार्छ, त्यहाँदेखि चाहिँ उनीहरू अगाडि बढ्नै सक्दैन।